ल देख्नुसँग चाहिँ यहाँ फ्रेस फलफुल पनि छ, तरबुजा, आम, केरा, काँक्राहरू पनि छ। फाइनली गाइज हामी चाहिँ पुगिसक्यौँ अनि हामी चाहिँ बस्ने यतैतिर हो, कहीँ यतैतिर स्टे गर्छौँ आज राति। अनि त्यस्तै हाल्नु है, त्यहाँ स्विमिङ पुल जस्तो छ। देख्नुसँग छ मैले चाहिँ घारो लगाएर भइसकेँ। यसमा चाहिँ घारो लगाउनुको कारण चाहिँ बाहिरपट्टि कालो हुँदैन नि त। ल आगो चाहिँ तन्किसकेको छ र आँखा पनि रसाइसकेको छ, उसको चाहिँ देख्न सक्नुहुन्छ। ल उतार्थ्यो थाल पनि रेडी छ। यहाँ मुसा पोलाइसकेर आएको छ यार। ल एक कुन्टा लेग पुस। ल म चाहिँ यसले चाहिँ हल्का चलाउँदै गर्छु अनि ऊ चाहिँ बाहिर गछ। नमस्ते, वेलकम ब्याक टु माई च्यानल एनदर भिडियो। इट्स मी टङ्क परियार। आई होप सबैले सन्चो हुन्छ र म पनि सन्चै हुन्छ गुड छु। अहिले चाहिँ थम्बनेल एन्ड टाइटल हेरेर थाहा पाइसक्नु भयो होला हामी चाहिँ कहाँ जाँदैछौँ। हामी चाहिँ हाम्रो जङ्गलमा, हाम्रो गाउँको जङ्गलमा है, हाम्रो गाउँठाउँको जङ्गलमा म र आकाश भएर एक रात बिताउनेवाला छौँ। त्यहाँ मस्त स्टे गर्नेवाला छौँ, खानापिना सब त्यही लिनेवाला छौँ, मासु लिएर एकदमै इन्जोय गर्नेवाला छौँ आजको दिन। र त्यही हो। अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ दुईवटा ब्याग छ, अनि एउटा पानी खानको लागि जर्किन, अनि यो भित्र मासु अनि ट्याङ्काहरू के डाडुसाडु छ, अनि यो भित्र चाहिँ हाम्रो बिस्तर छ, सुत्नको लागि ओछ्यानहरू छ, अनि यो चाहिँ राति लाइटको लागि यो चाहिँ लाइट भइहाल्यो, सोलर लाइट है। ल त्यही हो, एकदमै एक्साइटेड है, सो एक्साइटेड, आइएम भेरी सो एक्साइटेड, किनकि हामी दुईजना फर्स्ट टाइम यसरी मासु लिएर जङ्गलमा सर्भाइभल गर्न जाँदैछौँ। एक रात कसरी बिताउने त्यसको लागि हामी जाँदैछौँ। ल त्यही हो, स्टे ट्युन है। भ्लग एकदमै रमाइलो हुनुहुन्छ आजको भ्लग, अन्तिमसम्म हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। अब चाहिँ हामी भ्लग स्टार्ट गर्छौँ है त। यो चाहिँ म र टङ्क मेरो भाइ चाहिँ ल यसमा चाहिँ बिस्तार छ हामीहरूलाई सुत्नको लागि, राति इन्जोय गर्नको लागि। यसभित्र छ अनि के भन्छन् मासु अनि फेरि ट्याङ्का टुङ्का सब अनि यता पानी खानु। ल त्यही हो, अनि एक्साइटेड सब देखाइसक्यो। आजको भ्लग एकदम रमाइलो हुनेछ, एकदम दामी आनेवाला छ। तन खुसी छ होइन, रमाइलो हुनेछ होइन। भ्लग हेर्नु होला है। आज चाहिँ मेरो मन यत्रो भित्र मनदेखि खुसी भइरहेछ। अनि टङ्क के छ? ए ल आज रमाइलो गर्नेवाला छौँ, एकदमै एक्साइटेड हामी दुईजना। कस्तो होला त्यहाँ गइसकेपछि, कसरी बिताउनेवाला रात है, कसरी खानेवाला छौँ, कसरी बिताउनेवाला छौँ, सब तपाईँहरूलाई एकदमै फेसिलिटी पनि छ हाम्रो ठाउँतिर। अनि खोलाबाट पानी ल्याउने, अनि सबै लाइट साइडको व्यवस्था, मासु सबैको व्यवस्था भएछ। एक दिन हामीले कसरी बिताउँछौँ त्यो तपाईँहरूले देखाउनेवाला छौँ, सबैजनाले हेरिदिनु होला है त। ल गाइज हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ हाम्रो घरदेखि, अनि हामीले चाहिँ जति पनि सामान लग्नुपर्ने थियो सबै लगिसक्यौँ। अनि ब्यागभित्र छ, अनि त्यो पनि लागेको छ। ल जर्किन भइहाल्यो। अब यतिमै हामी चाहिँ सिधै टाढो लाग्छौँ है त। अनि थोरै केही सामान किन्नु बाँकी छ, त्यो उता देखाउँछौँ। र देख्नुसँग चाहिँ यहाँ फ्रेस फलफुल पनि छ, तरबुजा, आम, केरा, काँक्राहरू पनि छ, अनि करेला सल्लाह, अनि हामीले चाहिँ किन्नुपर्ने टमाटर हो, अनि प्याज हो, अनि स्याम्पू पनि लाग्छौँ है, त्यहाँ गएर गर्मी हुन्छ नि त, अनि नुहाउने हो होइन आकाश। स्याम्पू लगाऊँ नुहाउने होइन। ल प्याज चाहिँ रहन्छ है, रहेछ त त्यहाँ सानोतिना टमाटर र प्याज। त्यही ल्याऊ त्यही पनि ल्याऊ, मिक्स गरिदिनु आपन 50 को गरिदेऊ ठ्याक्कै। काम भयो आकाश, लास्टै काम भयो। ल हामी चाहिँ खाँदैछौँ, मैले फुर्ती घाम भएको छ त पनि है आकाश, देखाइदिए त फुर्ती। ल गाइस चेस, ल चेस खाइसकेछ, चेस भन्दा म्याङ्गो जुस है। ल देख्नु सक्छ अब चाहिँ यसलाई पसिना देख्नु सक्छ, अहिले पसिना कस्तो भएको छ है। ल देख्नु सक्छ, ऊ पनि खाइरहेछ, म पनि खाँदै जान्छु। अब हामी चाहिँ जिउलोदेखि आयौँ है गाइस, सर हामी लागिरहेको थियो, जिउलोबाट आयौँ। ल ऊ चाहिँ हटिरहेछ है। अब मस्त पानी खाँदै, थोरै पानी लिएका छौँ, पानी खाँदै जिउलोबाट गइरहेछौँ। तर जिउलोबाट जानुको फाइदा हुन्छ, मस्त खेतहरू हेर्दै गयो, आनन्दको हरियाली हेर्दै गयो। देख्नु सक्नुहुन्छ गाउँतिर अहिले जिउलो साइड हरियाली छ, म आनन्दको के कसो होइन। अब त पुग्नको लाग्ला आकाश। अब हामीलाई पुग्न अझ पनि 4-5 घन्टा लाग्छ। अलि माथि गएर नहाएर जाने हो। अझ गएर गाइज हामीले स्विमिङ पुलमा मस्त स्याम्पू ल्याएका छौँ नि, त्यही भएको हुनाले स्याम्पू लगाएर मस्त नानी हो। ल त्यही अब चाहिँ यात्रा जारी छ, त्यो लागिहाल्छ 4-5 घन्टा नाम, अनि बिस्तारै जाँदै गरौँ ल। पहिला अब लाग्छ 5 मिनट नहाने ठाउँ पुग्नलाई है। फाइनली गाइज हामी चाहिँ पुगिसक्यौँ,
अनि हामी चाहिँ बस्ने यतैतिर है, कहीँ यतैतिर स्टे गर्छौँ आज राति। अनि त्योभन्दा पहिला हेर्न सक्नुहुन्छ चाहिँ एकदमै फोर्स है। पहिला चाहिँ यो यो के भन्छ नि यसलाई, स्विमिङ पुल है। तर उसले नुहाउनलाई मिल्ने त्यहाँबाट चल खेतहरूमा पानी हाल्नको लागि बन्ला होला सायद। अनि यहाँ नुहाउनु पनि मिल्थ्यो, तर अहिले चाहिँ लास्टै फोर्छ, तर मिल्दैन। हामी चाहिँ यहीँ नुहाउँछौँ, यहाँनिर नुहाउँछौँ है। यहाँ चाहिँ हल्का पोखरी जस्तो छ। अनि यहाँदेखि चाहिँ यहीँनिर काहीँ नुहाउँछौँ। अनि एकछिन यहाँ ब्याग राख्छौँ। अनि जति पनि देखिराख्नु छ नि, एउटा एउटा यो अनि एउटा यो, हामीले चाहिँ यो गोठमा आश गरेका छौँ। यहीँ बस्दा राम्रो होला जस्तो लाग्यो। अब पहिला नुहाउँ, त्यसपछि हेरौँला। पसिना देख्न सक्छ कस्तो आज है, सिन्दुरै भइसक्यो। ल त्यो पुगिसक्यौँ फाइनली। अब चाहिँ थोरै रेस्ट गर्छौँ, त्यसपछि अनि के हुन्छ हेर्दै गरौँला। पहिला नुहाउँ, अनि शीघ्र हुन्छ, त्यसपछि कता पर्ने बस्ने हेरौँला। चाहिँ बिल्कुल पानी छैन है, यहाँ चाहिँ नुहाउँदैनौँ। यहाँ नुहाउँछौँ। अनि यहाँ चाहिँ 4वटा स्याम्पू छ। त्यसपछि यो आकाश भयो, यो म भएँ। यसमा चाहिँ मस्त नुहाउने हो। ल देख्न सक्छ सानो पोखरी टाइपको छ है, चिज। ल एकछिनमा स्याम्पू लगाउँछौँ, नुहाउँछौँ। ल उसले चाहिँ स्याम्पू लगाइरहेछ, देख्न सक्नुहुन्छ। म पनि एकछिन डुबुल्की हाल्छु। त्यस्तै हाल्ने हो, त्यही स्विमिङ पुल जस्तो छ। आया चिसो। अनि यहाँ चाहिँ 2वटा स्याम्पू छ। अब चाहिँ एउटा म लगाउँछु, एउटा उ लगाउँछ। गर्मीको आनन्द भयो अहिले। अघि कस्तो उ भइरहेको थियो, अहिले शीतल भयो, आनन्द भयो। ल त्यही हो गाईहरू, हाम्रो ठाउँतिर आनन्द छ। अनि यो चाहिँ नुहाउने पानी भइहाल्यो। अनि एउटा मूल यो यहाँनिर छ, त्यहाँबाट चाहिँ हामी खानेपानीको व्यवस्था छ। अनि बस्नलाई पनि व्यवस्था छ। खानेकुराहरू सबै ल्याएछौँ, एकदम लिमिटमा ल्याएछौँ है। धेरै चाहिँ त ल्याएनौँ, टक्क लगाएर लिमिटमा ल्याएछौँ, त्यही खान्छौँ। मजा आयो। आनन्द लग आनन्द, शीतल भइरहेछ अहिले मलाई पनि। ल हाम्रो साबुनहरू यही छ। तेरो मेरो कटो सेम रहेछ त यार। मेरो सेम छ, उसको पनि सेम छ। ल मेरो पनि सेम छ है, एकदम ओरिजिनल कटो हुन्छ। अनि फेरि सेम सेम लगाउँछ नि त, चान्जन कटो लगाउँदैनौँ फेरि हामीले। ओ मेरी भाउजू नहाएर पनि अहिले यता आराम गरिरहेको छु। अनि मेरो भाइ उता नुहाइरहेछ, यहाँ हेर्न सक्नुहुन्छ। उसले चाहिँ हेर न, उसको हाम्रो चाहिँ लोकल पानीमा फेरि नुहाइ पनि। ल यसरी पानी भर्ने है। लास्टै गर्मी भएको थियो क्या अघि चाहिँ, अहिले चाहिँ शीतल भइरहेछ। त्यो देख्न सक्नुहुन्छ है त, म चाहिँ खतरा स्टाइलले नुहाउँछु एकछिनमा। र उसले चाहिँ नुहाइ भइसक्यो। यो गाइस हाम्रो जिन्दगी। ल अब यस्तरी नुहायो भने चाहिँ गाइस फाइनली आनन्द आयो। ल हेर्न सक्नुहुन्छ गाइस, यता डाँडा काँडा यस्तो रमाइलो ठाउँ छ है। फेरि यहाँ ऊ हेर न उसको। ल गाइस त्यो एकछिनमा नुहाउँछौँ, अहिले भेटौँ है त। अहिले चाहिँ हामी ढुङ्गामाथि मजाले घाम ताप्दैछौँ है, देख्न सक्नुहुन्छ। यता चाहिँ आकाश, अनि यता चाहिँ म छु है। अनि देख्न सक्नुहुन्छ अहिले चाहिँ कपाल सिल्की भइसक्यो। 2-3वटा स्याम्पू चाहिँ मैले लगाएको छु, सिल्की चाहिँ लगाउने कुरै छैन। अनि त्यो ल एकछिनमा घाम ताप्छौँ, त्यसपछि लुगासुगा चेन्ज गरेर अनि चट्टा लगाएर अब कता हुन्छ दाउरा साउरा खोजेर। अनि हाम्रो के छ बेलुकाको प्लान त्यही हो। अनि मासु ल्याएछौँ, लेग पिस बनाउँछौँ तेलमा चट्टा लगाएर। के हुन्छ तपाईँले पछि हेर्नु होला। फिलहाल चाहिँ घाम तापेर भ्याइयो, अब चाहिँ तातियो शरीर पनि। यो चाहिँ खानेपानीको ऊ हो, कुलो नौलो भन्छौँ है। अनि यहाँ चाहिँ नुहाउनुको लागि पनि, लुगासुगा धुनुको लागि पनि हो। अनि यता चाहिँ स्विमिङ पुल टाइपको थियो, तर अहिले चाहिँ पानी छैन यसभित्र। अनि यहाँ बस्नको लागि भइहाल्यो, सबै व्यवस्था यहीँ छ। अहिले ह्यान्डसम भइहाल्यो त केटा पनि। अनि देख्नुहुन्छ यता कता हुन्छ, हामी बसौँला। अनि यो चाहिँ खुट्टो है, झिङ्गा आइरहेछ नि कतिचोटि, लास्ट नरम देखेको छ। गाई हामी चाहिँ हामी एक राति त बिताउने होइन, इन्जोय गरेर बिताउने हो कि रातभरि होइन। मस्त खाने पिने। अनि हामी चाहिँ एउटा सिस्टम गलत छ क्या, म्युजिक सिस्टम। खाना सुन्नुको लागि चाहिँ अब फोनबाटै सुन्नेछौँ। अनि त्यही भएर
अरू चाहिँ सबै सामानहरू छ हामीसँग। अब अनि के भन्छन् लिमिटेड सामानहरू मासु ल्याएको छ त्योहरू अनि खानाहरू सब छ है। त्यो चाहिँ अनि त्यो आज राति चाहिँ 12 घन्टा हामी चाहिँ एकदमै रमाइलो गरेर बिताउनेवाला छौँ। मस्त तरिकाले आगो सागो बाल्नेवाला छौँ, गफसफ गर्नेवाला छौँ त्यो टाइममा है। अनि त्यो यो चाहिँ एकदमै यादगार हुनेवाला छ, एकदमै रमाइलो हुनेवाला छ है। लाइफकै एकदमै रमाइलो टाइम हो, रमाइलो गर्नेवाला पनि छौँ। अनि कस्तो लाग्यो त? ल दामी लागेको छ है मलाई चाहिँ, बवाल लागेको छ। रमाइलो अनि त्यही हो 7 महिनापछि भेट भएको है भाइसँग। अब चाहिँ पहिला पनि भएको थियो, 7 महिना पहिला पनि हाम्रो यस्तै चलिरहन्थ्यो। पार्टी तर 7 महिनापछि भेट, यो भेट चाहिँ एकदमै मेमोरेबल हुनेछ, एकदमै मेमोरेबल लाइफको है एकदमै हुनेछ। अनि किनकि त्योभन्दा पछि पनि झन् हुनेवाला छ। तर कि अब 1-2 वर्षलाई हामी चाहिँ कता टाढा टाढा हुनेछौँ होला छौँ, त्यो चाहिँ पछि भनौँला यो है। चाहिँ अब 2 वर्षको लागि यो पनि मसँग टाढा हुँदैछ, म टाढा हुँदैछु किनकि म अब बाहिर देश जाँदैछु नि त। 2 वर्षको लागि म बाहिर देश जान्छु, यो चाहिँ तल तराईतिर पढ्नको लागि जान्छ सुर्खेतमा। त्यही हो। त्यसपछि 2 वर्षको चाहिँ हाम्रो फेरि यही ठाउँमा भेट हुनेछ। फेरि त्यसपछि 2 वर्षपछिको भ्लग हेर्न यस्तै त हुने गर्छ। फेरि 2 वर्षपछि यही ठाउँमा आएर यसरी नै नाङ्गै भएर बस्न पाइयोस् है। त्यही हो। अनि सानो रमाइलो गर्नुपर्छ लाइफमा। अनि हामी दुईजना मासु चाहिँ एकदमै है, मासु लभर हामी एकदमै हो। अनि हामीले मासु पनि एकदमै ल्याएछौँ है। अरू सबै लिमिटेड छ तर मासु चाहिँ एकदमै छ, ओभर छ है मासु। अनि हामी चाहिँ मासु लभर पनि एकदमै है। अनि मासु पनि छ ओभर, खानेवाला छौँ, रमाइलो गर्नेवाला छौँ, खाने जति खाने छौँ। त्यो केही पनि ल्याएको छौँ हामीले। अनि भात सात केही पनि चामल केही पनि ल्याएको छैनौँ, मासु मात्र। त्यो रातभरि मासु मात्रै खाने हो, जति सकिन्छ मासु मात्रै। के भने छ अहिले सक्छ ल। अब शरीरको त बुरा हाल छ मेरो, मच्छरले टोकेर मेरो कालो सेतो छ है, देख्न सक्नुहुन्छ। अब लगाइछ हामीले चाहिँ गोठ यो भेटायौँ है एउटा, देख्न सक्नुहुन्छ। बस्नको लागि यो पनि राम्रै छ, तर भित्र साफ सफाइ गर्नुपर्ने हुन्छ। अब एकदम माथिपट्टि छ, यो चाहिँ गाई बस्तु बस्नको लागि, मान्छे बस्नुको लागि। यहाँ तपाईँले देखाउनु छौँ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ चाबी लगाएको छ। यहाँ बाछी गोठ रहेछ है, देख्न सक्नुहुन्छ। अब यो चाहिँ यस्तो छ। योभन्दा पनि तल गाई बस्ने गोठ नि त हामी चाहिँ बस्नुलाई सरसफाइ गर्छौँ। कस्तो बबाल छ ल त्यहीँ बस्छौँ। अनि दाउरा साउरा यतातिर कतै खोज्छौँ, यो ठाउँतिर दाउरा पुरै पाइन्छ, यतातिर खोज्छौँ। अनि यतै बस्नेवाला छौँ, यतै खानेवाला छौँ, यतै पिनेवाला छौँ, यतै रात गुजार्नेवाला छौँ, एक रात। त्यही हो, बस्नुको लागि राम्रो छ है। राम्रो देखिएन यहाँ, देख्न सक्नुहुन्छ भ्यू। यहाँनिर चाहिँ हाम्रो बस्ने ठाउँ, यहीँदेखि तल नुहाउने पानी छ। खानेपानी यहीँनिर छ गाई चाहिँ, धेरै टाढा पनि छैन, यहीँनिर यो देख्न सक्नुहुन्छ। यहाँनिर खानेपानी आउँछ। त्यहाँदेखि सिधा आएपछि एउटा जर्किनमा पानी ल्याउने, लाइटको पनि व्यवस्था छँदैछ। अनि यहाँबाट बिहान चट्टा लाएर जिउलो पनि हेर्न मिल्ने आनन्दको दुईजना बस्छौँ, यतै खानेवाला छौँ है रातभरि। त्यो एकछिनमा सबै गर्छौँ। ल हामीले चाहिँ राति डर पनि छैन है, गाई बस्तुहरूको डर पनि छैन, किनकि ढोका पनि छ देख्न सक्छ। तर भित्रबाट चुट्किन्छ कि नै, भित्रदेखि त छैन है, छ गाई देख्न सक्नुहुन्छ। यो चाहिँ यहाँदेखि रहेछ है, यो यस्तो छ, पुरानो सिस्टम रहेछ है। यहाँदेखि गरेर यो छ नि, यसले चाहिँ भित्रबाट यसले चाहिँ अड्डाउने रहेछ है। अब यसले कसरी अड्डाउने पछि हेरौँ ल। फिलहाल अहिले चाहिँ ढोकामा छ, राम्रो छ, एकदम बस्न लायकको छ होइन। त्यही हो। ल हाम्रो चाहिँ डन भइसक्यो है। ल डन, यहीँ बस्ने, यतै खाने, यतै पिने, रातभरि इन्जोय, आजको दिन रमाइलो गर्ने हो। ल अब चाहिँ हामी तपाईँहरूलाई के ल्याएको छौँ भनेर देखाउन जाँदैछौँ। सुरुमा हाम्रो चाहिँ पानी खानको लागि एउटा राम्रो क्यान छ, जर्किन है। अनि यो भित्र चाहिँ 2टा कम्बल चाहिँ, एउटा ओछ्याउने, एउटा ओढ्नको लागि हाम्रो सिरक र कम्बल है, यो भइहाल्यो। अनि त्यसपछि यो चाहिँ मेन सामान हो, यसभित्र खानेकुराहरू बनाउने सामानहरू छ है। ल हेर्नुहोस्, सबभन्दा पहिला चाहिँ तपाईँहरू माझ आउँदैछ हाम्रो। अनि एक पोका तेल, लास्टै महँगो छ है गाइज, तर नभनौँ मलाई, तर लास्टै महँगो छ जुम्लामा खाना पाइनको लागि। 1 प्याकेट तेल, अनि 1 केजी मासु,
दुईजनाले यति ओभर हुन्छ है तर मजाले खानेवाला छौँ आजको दिन दुईजनाले मासु है अनि त्यसपछि अनि यो चाहिँ फ्रुटीको आइटम है यो फ्रुटीको आइटम अनि यो चाहिँ डाडु अनि यो कडाई जुन चाहिँ अहिले हामी धुनेवाला छौँ यो चाहिँ मजाले है त्यसपछि दुईवटा थाल स्पेसलको दिन स्पेसल थाल ल्याउनु पऱ्यो नि त स्पेसल थाली त्यसपछि मेन भनेको चाहिँ बेसार नुन अनि खुर्सानी त्यो तिनैवटा हामीले यसमा मिक्स गरेको छौँ केटा मान्छे अब अलग अलग कहाँ हाल्नु मिल्छ होइन त्यो एउटैमा मिक्स गरिदिएछौँ त्यो एउटैमा हालिदिएर झ्याकप्याक गरेर त्यसपछि बाटो गरिदियो त्यसपछि अनि मेन गलत नसोच्नु होला है गाइज अब खाना बनाउनुको लागि लाइटर त चाहिन्छ त्यो भएको हुनाले हामीले लाइटर पनि किनेका छौँ 20 रुपियाँको है अनि त्यसपछि अनि मेन भनेको अनि प्याज टमाटर र खुर्सानी है हरियो खुर्सानी अनि यो भ्याल्यु सब्जी त्यसपछि अरू के होइन यति छ हामीसँग लिमिटेड सामानहरू अनि त्यसपछि यो चाहिँ माइक है अनि यसले चाहिँ म रेकर्डिङ गर्नेवाला छु राति अहिले पनि गर्नु मिल्छ तर अहिले गरेको छैन पछि गरौँला अनि त्यही हो आजको दिन एकदम रमाइलो हुनेवाला छ मासु मात्रै छ मासुले हामीले चाहिँ फुल गर्नेवाला छौँ अनि यो छ हामीसँग फुर्टी छ टन्नै देख्नेसँग मैले चाहिँ घारो लगाएर भ्याइसकेँ यसमा चाहिँ घारो लगाउनुको कारण चाहिँ बाहिरपट्टि कालो हुँदैन नि त घारो लगाएको छु अनि तपाईँले पिउने पानी चाहिँ देखाएको छैन है यहाँ देख्न सक्नुहुन्छ पिउने पानी है देख्न सक्नुहुन्छ यो चाहिँ पिउने पानीको मूल हो यहाँ भित्रबाट पिउने पानीको मूल आउँछ यहाँ कताबाट यहाँनिर आउँछ अनि यहाँनिर चाहिँ एकदम फ्रेस पानी हो देख्न सक्नुहुन्छ एकदम फ्रेस पानी ल यसलाई चाहिँ एकदम फ्रेस पानी हो है गाइज ल एउटा यो मूल हो पानी खानको लागि एकदमै व्यवस्था छ त्यही भएर हामीले चाहिँ यो लोकेसन एकदमै चुज गरेको बेस्ट लोकेसन भनेको हाम्रो लागि यही हो हामी चाहिँ कति 2-4 चोटि भइसक्यो यहाँ आएको पनि है धेरैचोटि यहाँ स्टे गर्न आछौँ र धेरै रमाइलो छ पानीको पनि व्यवस्था छ यता बस्नको लागि पनि व्यवस्था छ नि त त्यो भएको हुनाले हामीले चाहिँ यतै लोकेसन चुज गरेको जस लोकेसन सही छैन आकाश ल देख्न सक्नुहुन्छ अहिले चाहिँ हामीले चाहिँ घाँस ल्याएर घाँसै त हो है यो ल्याएर ओछ्याएका छौँ के हो उइनो ल उइनो भन्ने चिजलाई चाहिँ यसरी ओछ्याएका छौँ अनि यसमाथि चाहिँ कम्बल हाल्ने हो अनि आनन्दको हुन्छ किनकि फोहोर पनि लाग्दैन हल्का तातो पनि हुन्छ भनेर यसरी गरेका छौँ ल बिछाएका छौँ अनि देख्न सक्नुहुन्छ आनन्दको भयो अहिले चाहिँ अनि हामीले अहिलेसम्म कोठामा बस्यौँ भित्र बसिरहेको थियौँ है कोठै त भनौँ है आज बस्ने ठाउँमा अनि त्यो अब चाहिँ हामी दाउरा खोज्न जाँदैछौँ जहाँ जता दाउरा भेटिन्छ त्यतै हामी दाउरा लिएर अब चाहिँ मासु बनाउने भएको छ लेग पिस चाहिँ हामी दुईवटा लेग पिस बनाउँदैछौँ दाउरा पनि लिएर आइसक्यौँ ल हाम्रो पनि दाउरा सर भइसक्यो अब आगो बाल्छौँ हामी भित्र गएर ल हामीले चाहिँ दाउरा त्यहाँ पारि त्यहाँ बज्जू हुनुहुन्छ नि त्यहाँ बज्जूको घरदेखि हामी चाहिँ आज बस्नेछौँ बज्जू थोरै त दाउरा गरिदिनुहोस् भनेर भन्यौँ अनि भाउजूले दाउरा गरिदिनु भयो अब चाहिँ आगो सागो बाल्छौँ ल दाउरा पनि भेट्यो अब टेन्सन केको भयो ल पानी छैन चुलो बनाएर हामी चाहिँ ठ्याक्कै अब आगो बाल्ने तयारी गर्दैछौँ त्यसपछि लेग पिस कसरी आकाश ल लेग पिस पुरै 2टा लेग पिस छ हामीसँग तेलमा मजाले फ्राई गरेर खानेवाला छौँ त्योभन्दा पहिला ढुङ्गा लगाउँ ल 2-4वटा ढुङ्गा चुलो बनाउनु पऱ्यो नि त चुलो बनाइसकेपछि आगो सागो बाल्छौँ ल फाइनली हाम्रो चाहिँ चुलो बनेर रेडी भइसक्यो ल यिनीहरूले ल टक्क घार सारो लगाएको अब यसमा कालो पनि लाग्दैन आनन्द दाउरा पनि हामीसँग एकदमै लिमिटेड छ मस्त तरिकाले धेरै छ है ल फाइनली आगो दन्किसक्यो यस्तो साधन केही छैन कि एकछिनमै जगोस् भनेर हल्का टाइम लाग्छ तर जग्छ है पिरलको युज गरेका छौँ घाँसको है अब चाहिँ जल्छ मस्त ल आगो चाहिँ दन्किसकेको छ र आँखा पनि रसाइसकेको छ उसको चाहिँ देख्न सक्नुहुन्छ ल पतिला चढाइसक्यो अब एकछिन मस्त जल्न दिउँ त्यसपछि लेग पिस राति पनि भइसक्यो है देख्न सक्नुहुन्छ अब चाहिँ अँध्यारो हुनु थालिसक्यो त्यो 5 त भइसक्यो अनि हामीले पनि आगो दन्काइसक्यौँ भित्र चाहिँ लास्टै धुवाँ हुनेवाला छ गाइज है ल गाइज अहिले चाहिँ हल्का धुवाँ भइरहेछ
हाम्रो तयारी भइसक्यो आगो बालेर रेडी। अब चाहिँ तेल पनि हामीसँग अनलिमिटेड छ, जति पनि तेल छ है। यो चाहिँ मासु छ अनि लेग पिस भन्दा छ है। अहिलेदेखि लेग पिस देखाउँ है यहाँ तपाईँहरूलाई। सुरुमा ल 2टा लेग पिस छ हामीसँग, 2जनालाई। देख्न सक्छ 2टा लेग पिस है, ठुलो ठुलो पिस गरेको छ। ल यसले चाहिँ पखालेर अहिले गरौँला। पहिला तेल हालौँ। अब हामीसँग चकुले काटौँ है, चकुले। ल है त गाइज कति हाल्ने यसमा? यसमा त ठिकै हल्का हल्का हाल्छ है। बस भइहाल्छ। ल ल यतिले हल्का झ्याइझ्याइ पार्नलाई भइहाल्छ। झ्याइझ्याइ गर्नको लागि ठिक छ। अब चाहिँ एकछिनमा तेल पनि हाल्छ क्या, देख्न सक्नुहुन्छ। अब चाहिँ यसलाई मजाले तताउनु पर्ने हुन्छ। त्यसपछि हाम्रो मासुलाई यसभित्र हाल्नुपर्ने हुन्छ होइन। अब मेरो काम सुरु गरौँ है। ल हामीले चाहिँ एकदम नयाँ स्टाइलमा हामीले चाहिँ यसरी कहिले पनि खाएनौँ त। हाम्रो लागि नयाँ स्टाइल हो, त्यही भएर यसरी गर्दैछौँ। यसभित्र काटेर यसभित्र मसला ससला हालेर मजाले गर्ने हो। आगो पनि बल्दैछ है, बल्दैछ आरामले। यता पनि तयारी हुँदैछ। अनि हाम्रो सबै बेसार नुन अनि खुर्सानी यसभित्रै मिक्स थियो है। केएफसी नुडल केएफसी चिकन जस्तै बनाउने हो नि त। ल वरिपरि सबै ठाउँ मलेर ल तेल पनि ताते जस्तो छ। ल हाल्दे, अर्को नि हाल्दे। ल है त फाइनली हाम्रो लेग पिस चाहिँ पाक्दैछ। ओहो आगो पनि क्या मस्त बल्यो यार, दाउरा राम्रो रहेछ है। लगे ल माथिबाट देखाइदिउँ है। ल हेर्नुहोस् दामी दामी। ल आजको रात चाहिँ बिताउन सजिलो छ गाइस, किनकि मासु भाइ चाहिँ त मजाले सकिहाल्छ होइन। जिन्दगी के छ र। त्यसको साथमा थोडा हल्का छुट्टा मान्ने पनि भइदिएको भए त झन् मजा हुने थियो। हामी चाहिँ खाँदैनौँ गाइस, त्यस्तो केही पनि छैन। हामी अहिले चाहिँ हामी धेरै नाबालिक हुँ त, त्यस्तो केही पनि छैन। तर हल्का यस्तो हो कि भोलिको दिनमा अब फेरि हामी बाहिर जान्छौँ, फेरि भेट हुँदैन। अब सम्झनाको लागि भएन, हामीले यस्तो गर्नुपर्ने हुन्छ। त्यही त सम्झना बिर्साउनको लागि। ल एकछिन देखाइदिउँ है आकाशले बनाएको आज लेग पिस। ल आज चाहिँ मैले बनाएको है लेग पिस। मार डाला रे। है यता मुखी देखाइदिएर ल हेर्नुहोस् है, यस्तो छ, यो यस्तो छ है। यो हेर्न सक्नुहुन्छ लेग पिस। तेलमा पकाएको मस्तले, आगो पनि बलिरहेछ। आकाश यसरी खाएको कुनै दिन याद त आउँछ है मजाले। मजाले आउँछ यार। पहिलाको भिडियोमा पनि त्यस्तै मजा कस्तो थियो है। धेरै। हामी यहाँ आउन रमाइलो मान्छौँ कि गाइज, अरू कतै जाने रमाइलो मान्छौँ। खासै हाम्रो प्लान अझै माथि जाने प्लान थियो, तर कारणवश हामीले यतै रमाइलो मान्यौँ। यतै सुन्न खान, यतै नुहाउन धुवाउन मन लागेर हामीले यतै बसेको। रमाइलो छ, दाउरा पनि अनलिमिटेड छ, मस्त मासु पनि अनलिमिटेड छ, सबै कुराहरू छ है व्यवस्था। आनन्दले खान्छौँ। पाके जस्तो छ कि नै गाइज भन्नुहोस् त। अब चाहिँ हामी खाने तयारी गर्छौँ, किनकि भोकमा एकदमै दौडिसक्यो होइन। दौडिसक्यो पेट, चिमाहरू। पेटमा चिमाहरू। ल पाके जस्तो हुन्छ हाम्रो। एक राउन्ड पल्टाएर ल म चाहिँ रेस्ट गर्दै गर्छु, अनि आकाशले ल्याउँछ मेरो अगाडि टक्क लाएर खाने। अब ल उतार्दै थाल पनि रेडी छ यहाँ। मुसा पोलाइसक्यो आकाश यार, मेरो पेटमा चलेको भइसक्यो। ल एक कुन्टा लेग पिस। ल मेरो पनि आउँदैछ ल, किनकि यो सानो मान्छे हो त, सानो लेग पिस खान्छ, ठुलो खान्छ। ल त्यो त्यही भएर म ठुलो मान्छे मात्र खान्छु लेग पिस। ल उताबाट चाहिँ गाली चाहिँ नदिनु होला। ल त्यो अब चाहिँ एकछिनमा हाम्रो नास्तै भनौँ है। अब नास्ता खान्छौँ, त्यसपछि भेटौँ है त। ल गाइज हाम्रो चाहिँ रेडी भइसकेको छ। ल थम्बनेलको लागि हुनुहुन्छ
ल एक कुन्टा लेग पिस छ मस्त खान्छौँ ल अहिले चाहिँ पानी पर्ला जस्तो भएको छ गाइस देख्न सक्नुहुन्छ मौसम दिनमा चाहिँ हल्का राम्रै थियो अहिले चाहिँ साँझपल्टि मौसम यस्तै हुन्छ डेली अनि हामी चाहिँ त्यो लेग पिसलाई खाएर अहिले चाहिँ यहाँ यता अहिले यता यसो न के भन्छन् पानी ल्याउन आछौँ पानी पनि पानी सिद्धि हो नि त गाइज पानी खतम भएको हुनाले हामी चाहिँ पानी ल्याउन आयौँ अनि एकछिन बस्यौँ यहाँ फेरि अनि त्यो अहिले चाहिँ हाम्रो लेग पिस चाहिँ खतम भयो अब मासु बचेको छ मासुले मात्रै खानेवाला छौँ अनि हाम्रो चाहिँ फ्रुटी सुटी बजेको छ अनि फ्रुटी देखाउन बिर्सेको छौँ अघि फ्रुटी बजेको छ फ्रुटी सुटी खान्छौँ अनि आजले मासुको हाम्रो डिनर हुन्छ मासु हामीले चाहिँ एउटा फ्रुटी चाहिँ खाइसकेका छौँ अब 2वटा रहेछ अब त्यो चाहिँ पछि रातमा होइन भोलि बिहान हुन्छ भोलि दिउँसोतिर पनि हुन पायो अब भन्न पछि बेलुका पनि खानु पायो अनि अब आफ्नो फ्रुटी आफ्नै मर्जीसँगले खाने हो हाम्रो लेग पिस चाहिँ भइसक्यो पानी हाल जस्तो छ अहिले पानी हाल जस्तो छ गाइस देख्न सक्नुहुन्छ पानी एकदमै पर्ला जस्तो छ त्यही हो अब चाहिँ अब आज हामी राति बिताउन सक्लौँ त राति त मजाले बिताउन सकिन्छ अब बाहिर बस्ने होइन मजाको चिटिक्क पढेको अब गोड पनि कम न त्यो चाहिँ गोडाभन्दा कम चाहिँ छैन है हामीलाई चाहिँ 5 स्टार भन्दा कम छैन गाइस किनकि हामीले एउटा रुम पायौँ है सुत्नको लागि आज राति हामीले सोचेको थियौँ कतै रुम नपाएपछि बाहिरै यतैतिर कतै सुत्नु पर्ला सोचेको थियौँ रुम पायो फाइनली यहाँ हेर्न सक्नुहुन्छ गाइस माथितिर यहाँ बाहिर पनि देवाल के भन्छन् बानो सानो चिटिक्क पढेको छ त्यहाँ कतैबाट चुइनु पनि चुइँदैन पानी आए पनि बाल छैन पानी आए पनि है मस्त हामी चाहिँ आफ्नै पारामा सात दिन सँगै एक्लै रङ्गी सङ्गी गर्छौँ हामी चाहिँ त्यही हो हामीलाई बस्नको लागि पनि एकदमै राम्रो ठाउँ छ है गोठनिर मजाले बस्छौँ मजाले मासु बनाउँछौँ आजको रात स्टे गर्छौँ आनन्दले आकाशसँग है यो भ्लग चाहिँ सबैजनाले जति पनि सक्नुहुन्छ लाइक कमेन्ट सेयर गरेर सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला अब हामी लेग पिस चाहिँ खतम भइसक्यो लेग पिसको आनन्द लियौँ अब चाहिँ हाम्रो मासु छ अझै पनि आधा केजी मासु हामी चाहिँ फ्राई गरेर खान्छौँ आधा केजी मासु हामी बनाएर त्यसले चाहिँ टमाटर प्याज खुर्सानी हालेर एकदमै बनाएर मस्त तरिकाले खान्छौँ त्यही हो हेर्दै गर्नु होला हामीले अरू पनि ल्याउँछु भनेका थियौँ हामीले चामल लिएर यसो भात सात बनाउनु भने चाहिँ अब केटा मान्छे गाइस कति गरेर सक्छ होइन भात सात बनाएर कति के गर्ने त्यहाँ एउटा मात्र ट्याङ्का छ के बनाएर सक्छ अनि आकाश जति पनि यो भिडियो हेरिराख्नु भएको छ नि तपाईँहरूको साथीहरूसँग तपाईँको कोही पनि हुनसक्छ होइन तपाईँहरूको साथीहरू केटाहरू हुनुहुन्छ भने चाहिँ अब यस्तै तरिकाले प्लान गरेर जान सक्नुहुन्छ यो पानी देख्नु भएको छ नि गाइस पानी यो चाहिँ जहिले पनि जीवनमा कहिले पनि रोक्या हुन होला क्या सायद जहिले पनि आएको आयो यो जति पनि जिउलो छ नि यहाँदेखि लिएर तल हाम्रो खेतहरू छ है तलैसम्म छ लास्ट रोडसम्म छ त्यहाँसम्म यो पानीले नै भ्याउँछ के जति पनि खेतहरू हुन्छ सबै पानीलाई जब सबै खेतहरूलाई यो पानीले भ्याइदिन्छ के देख्छ यस्तो मूल छ कि यो कडा मूल है यो पानीले यो मूलले चाहिँ हामीले चाहन्छौँ नि बुझ्नु सोच्नु हुँदैन किनकि एकदम खतरा मूल हो अनि त्यही नजिक हामी बसेका छौँ हामीले सोचेका थियौँ माथि लेक छ खतरा लेक छ माथि है गाइस भालु आउने डर अनि स्याल आउने डर अनि के आउने डर त्यही हो हामी त्यहाँ गएनौँ तर हामी यता बस्यौँ कुनै दिन त्यहाँ त पनि जाउँला होइन आकाश केही छैन माथि चाहिँ त्यो जुन चाहिँ खतरा लेक छ नि त्यहाँ जाने भन्ने हाम्रो एकदमै ठुलो उ थियो तर फाइनली केही छैन हामीले यतै बस्यौँ उता पानी पनि पाइन्थेन अनि आजभोलिको अब जमानामा अब त्यो उतातिर मान्छे पनि बस्दैन नि त पानी कता खोज्न जाने कता खोज्न जाने हो अनि यो लग्यो सामानहरू मासुहरू यसरी हामी बनाएर खान सक्दैन थियौँ नि त दाउरा पनि पाइँदैन थियो यति त सोच्नु दाउरा पनि पाइँदैन थियो त्यही भएर हामीले यतै बस्यौँ दाउरा पाइयो पानी पाइयो है नजिकै बसेका छौँ अनि यो डाँडाभन्दा परिपट्टि 2-3 डाँडा पछि हाम्रो गाउँ भेटिन्छ त्यति टाढा पनि छैन अनि हामीले चाहिँ अब के गर्नु अब सुख पनि खोज्यौँ है अब पानी पनि पर्ला माथितिर गोठ पनि कसैको गोठ पनि पाइँदैन बस्नुको लागि यहाँ त धन्न पाइयो हामीले चाहिँ 5 स्टार होटलै पाएको छौँ 5 स्टार आजको लागि चाहिँ बवाल होटल हो बवाल ठाउँ है सुन्नको लागि अरू त जे भयो नि सुन्नको लागि मेन भनेको सुन्न हो खाना पनि मानव नहोला है खानालाई त अब बाहिर पनि भइहाल्थ्यो होइन गाइस तर सुन्नको लागि चाहिँ चाहियो कि मान्छेलाई है अब त्यही हो धेरै पनि भयो है अब जान्छ मासु बनाउँछ मासु छ आज हाम्रो बाँकी मासु भनेपछि त मर्नै पनि तयार हो कि हामी चाहिँ त्यही हो हामी चाहिँ मासु लभर है तपाईँहरू अन्टी लभर हामी चाहिँ मासु लभर केटा चलो ल जाउँ अब निस्किन्छौँ आजको दिन चाहिँ यस्तो रमाइलो छ गाइस हामीले दाउरा पनि यहीँदेखि मागेको थियौँ बजु गोठदेखि त्यहाँ आउनुभएको ल हामी बस्ने ठाउँदेखि यो डाँडा काँडा देख्न सक्नुहुन्छ यस्तो छ यता पनि डाँडै काँडा छ यता पनि डाँडै काँडा छ अनि उता चाहिँ हाम्रो बाबिरा मस्टो अनि ल देख्न सक्नुहुन्छ यस्तो छ जताततै डाँडा काँडा छ बीच खोला हो है यो अनि यो चाहिँ हाम्रो बस्ने अनि यहाँदेखि चाहिँ भित्रदेखि यो मूल है योदेखि भित्र पानी आउँछ
पहिला एकदमै नरम कुलो थियो है, अहिले चाहिँ देख्न सक्नुहुन्छ कुलो पनि बनाएको छ। हेर्न सक्नुहुन्छ गाइस, यहाँ चाहिँ कुलो चाहिँ यस्तो पिच भएको छ। अहिले चाहिँ कुलो भएको छ है, हाम्रो गाउँको रोड पनि पिच भएको छ है फेरि। अहिले चाहिँ कुलो बनाएर एकदमै सजिलो भएको छ, धेरै राम्रो है। कुलो आएर बजेट आयो, कुलो आयो, केही छैन। ल गाइस, हाम्रो चाहिँ गोड चाहिँ यहाँनिर छ। यहाँदेखि कमसेकम ज्यादामा ज्यादा 1 मिनट लाग्छ। यहाँदेखि पानी चाहिँ त्यही लाग्छ 1 मिनट तलमाथिले हुन्छ हाम्रो मजाले। अहिले चाहिँ पानी लिन आएको, त्यति झन्झट छैन होइन, पानीको जर्किन देख्न सक्नुहुन्छ। अब त्यो पानी पाइन्थेन गाइस, यहाँ चाहिँ पानी पनि पाइयो। ल आम्मामामामामा यस्तो सुविस्ता ठाउँ ल। अब मासु बनाउँछौँ है त। जङ्गलमा रमाइलो गाउँतिर यस्तै हो, रमाइलो पनि हुन्छ, दुःख पनि छ, एकदम दुःख पनि छ। अहिलेसम्म मान्छेहरू काम पनि गरिराख्नु पर्छ, देख्न सक्छ, एकदमै दुःख पनि छ, रमाइलो पनि छ। अब चाहिँ हामी बाहिर धेरै नडुल्ने, किनकि रातिको समय छ नि त। बाहिरतिर कहिले स्यालहरू यताउति आएर हामीलाई कहिले सिधै झपट्न सक्छ, त्यो हुनाले हामी अब भित्रै बस्छौँ। अनि अब टाइम पनि भइसक्यो, देख्न सक्छ 5 बजेर गइसक्यो, टाइम धेरै भइसक्यो, 6:30 भइसक्यो, त्यति पुग्न लागिसक्यो। अनि गाइस देख्न सक्नुहुन्छ अब चाहिँ हाम्रो मासु फेरि फ्राई गर्ने तयारी भइसक्यो। देख्न सक्नुहुन्छ यहाँ चाहिँ मासु मलिरहेछ मसला ससला हालेर। अनि यहाँ चाहिँ आगो बाल्दैछु म चाहिँ। अनि यहाँ अघिको तेल थियो, अनि यसमा फेरि तेल थपेर अनि बनाउने वाला छौँ। अनि दाउरा पनि हामीसँग अनलिमिटेड छ, जति पनि छ है। अहिले चाहिँ अब यत्रो 2 पटक छ, अझै मासु छ, यति भइहाल्यो, यति अझै छ। पछि चाहिँ त्यसमा टमाटर मिसाएर अनि फेरि लास्टचोटि बनाउने छौँ। अहिले चाहिँ सेकेन्डचोटि अब हाम्रो फ्राई गरेको माछा खानेवाला छौँ। अब तेल तापिसक्यो हो, मजा आयो। आमामामामामामामा खाइदिएको गाइस। ल यसले चाहिँ मल्दै र म चाहिँ आगो बाल्छु है त। अब चाहिँ फेरि मासु फ्राई गर्ने टाइम भएको छ। दामी दामी है, बवाल हुनेवाला छ आजको ब्लग। मासु चाहिँ कुरकुरे आउने छ। ल मासु चाहिँ फ्राई गर्दैछ केटोले। ल मस्तको धुवा भइरहेछ। यहाँ चाहिँ मासु है, अब लेग पिस होइन, मासु हो। देख्दै राखेको छ मासु, पिस गरेको मासु है। तपाईँहरू सोच्नु होला यति आइटम कसरी बनाऊ, के गरेर बनायो होला सोच्नु होला है। अब हामीलाई चाहिँ त्यस्तै छ त। अब गाइज आइटम गरेर खान मन छ है, के गर्नु त गाइज। अब लेग पिस खायौँ, आधा केजी जति लेग पिस थियो, अनि आधा केजी जति यो भइहाल्यो, अनि थोरै 1 पाउ जति चाहिँ अरू मासु बचाएको छौँ। ठिक 1 केजी मासु ल्याएका थियौँ, अनि त्यही भएर फरक आइटम बनाएर खाँदैछौँ। तेल पनि हामीसँग अनलिमिटेड छ, मासु पनि अनलिमिटेड छ, अनि त्यही भएर फरक आइटम बनाएर खाँदैछौँ। त्यस्तो अन्यथा नसोच्नु होला है, कतिचोटि देखाएको भनेर। ल अब चाहिँ यहाँ मासु भुट्दैछ झट्ट लाएर। अनि त्यही हो, हामीले चाहिँ चामल ल्याउनु पर्ने रहेछ। चामल लिएको भए थोरै भात बनाएर हामीले चाहिँ थोरै झोल बनाएको भए भात पेटमा चामल पस्थ्यो। त के गर्नु, मासु भयो भने ओभर हुन्छ कि गाइस। मासु लभर भन्दा कहिले माथि लभर होला है। त्यही भएर हल्का हाम्रो लभरहरूले पनि के अरे इन्तजार गरिरहेको छ हामीलाई। आम्मामामा के टेस्टी बनाइदिनुहोस् है। अहिले त यसलाई कुरकुरे बनाउने हो कि, एकदम कुरकुरे बनाउने हो। हल्का धुइँ भयो होला, नदेखेको होला, एडजस्ट गर्नु होला। अब एउटा साथी बोलाएको थियौँ, अब साथी चाहिँ अहिलेसम्म आएको छैन। अहिले 5:30 भइसकेको छ, अहिलेसम्म आएको छैन है। त्यही पनि लाइन चाहिँ पाक्दैछ गाइस, पाक्दैछ। एकैछिन ल देख्न चाहिँ मासु छ। मसला मोलेर अघिको जस्तै फाइनली हाम्रो मासु चाहिँ पाकिसकेको छ, फ्राई भइसकेको छ। पकौडा टाइपको भएको छ है, देख्न सक्नुहुन्छ। पकौडा टाइपको भएको छ। ल अनि म चाहिँ प्याज काट्दाखेरि प्याज खुर्सानी अनि टमाटर काटेर भइसक्यो। अनि एकदम आँखा लाग्यो के, त्यो उनीहरूले हल्का पानी हालेको। अनि त्यसपछि अब हाम्रो यति मासु बसेको छ नि त,
अझै पनि आधा केजी समथिङ छ। अनि यो मासुलाई चाहिँ प्याज टमाटर हालेर फ्राई गर्ने हो, पकाउने भन्नुपर्छ। अनि त्यसको लागि तेल चाहिँ एकदम ओभर भएको छ। अनि यहाँ तेल चाहिँ उतार्दैछ, ल यसमा हाल्दैछ। अनि बाहिर पनि हल्का हल्का पानी पर्दैछ है गाइज, देख्न सक्नुहुन्छ। हल्का हल्का नै धेरै पर्दैछ गाइज। ल हेर्न सक्नुहुन्छ यहाँ हल्का हल्का पानी परेर यहाँ ढुङ्गा कस्तो भिजेको छ। अनि ऊ चाहिँ तेल निकाल्दैछ त्यो नुनमा निकालेर यसमा चाहिँ मासु फ्राई गर्ने हो। अनि यहाँ प्याज टमाटर अनि कटिङ सटिङ भएको छ। यहाँ चाहिँ पकौडा है, ल देख्नुहुन्छ। एक थाल बढी आयो कि ल बजु कस्तो दुःख गर्दै हुनुहुन्छ है बरु। ल पानी पनि पर्दैछ तर नो टेन्सन, हामीसँग बस्नलाई भित्र कोठा छँदैछ। आज 3टा आइटम बनाइदिएन हामीले, लेग पिस पकौडा अनि फ्राई पकौडा अनि मासु। अब यसलाई चाहिँ कति टाइम कुर्नुपर्छ, कति टाइम कुर्ने यसको अब भइसक्यो 2-3 मिनेट। ल यसलाई चाहिँ 2-3 मिनट पछि त्यति जसमा 1 कुन्टा पिस खाइदिउँ न के सर 2 दिनको जिन्दगी। ल सानै सानै ल गाइस हामी चाहिँ 1 कुन्टा पिस यो खाम त है पकौडा। ल पकौडा बाहिर पानी पर्दा हामीलाई केही छैन टेन्सन, भित्रै आगो भित्रै सुन्ने भित्रै खाने भित्रै हग्ने भित्रै पिन्ने। पकौडा झन् टेस्टी छ त यार। नुन बढ्यो है, सब मिक्स भयो क्या। पकौडा हल्का नुन धेरै भएको छ है गाइज, एकदमै चर्को चर्को टाइपको भएको छ। मासु खाएर पेट एकदमै उयो छ। मासु त धेरै भयो होइन, होइन भोलितिर अब नखाने क्या। ल भोलितिर अब हामी चाहिँ 1-1.5 महिनापछि खाने अब मासु पनि धेरै समय। ल म चाहिँ यसले चाहिँ हल्का चलाउँदै गर्छु। अनि ऊ चाहिँ बाहिर गएको छ। हाय रब्बा मार डाला रे, आजको दिन चाहिँ एकदमै रमाइलो भयो। जस रमाइलो गर्दै बित्यो। नखाम गाइस, अहिले चाहिँ आयो भने ढिस होला फेरि। अहिले मासु खाएको खाइ भयो, धेरै भयो अहिले त खाउँ न अलिक बिस्तारै होइन। ल अब गफ गर्दै बसौँ के सर होइन। बाहिर पनि पानी पर्दैछ थोर अहिले त रोकिसक्यो क्या हो। ल अब चाहिँ हाम्रो सबै कुराहरू यतै छ। चिउरा सिउरा पनि ल्याउनु पर्ने थियो यार, थोरै चिउरा ल्याइदिएको भयो दे। मासु चिउरा खान्थ्यौँ क्या चोट्टो ल्याएर। र केही छैन, अब चाहिँ एकछिन रेस्ट गर्छौँ पछि खान्छौँ। अहिले चाहिँ धेरै टाइम छ, अहिले चाहिँ हामीले भोक पनि छैन त्यति साह्रो, पछि खान्छौँ बिस्तारै। अब एकछिन रोकौँ है, एकछिन रोकौँ अहिले खाउँला। यसलाई यसरी रान्छौँ, एकछिन तलसम्म घुमेर आउँला। ल अहिले एकछिनमा जाउँला। अहिले चाहिँ हामीले अर्को साथी पनि बोलाएको छौँ है, देख्न सक्नुहुन्छ। ल देख्न सक्नुहुन्छ है, लालबहादुर हो नाम। अनि उसले चाहिँ चामल पनि ल्याएको रहेछ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो चामल छ। अनि गाइज मैले भनिरहेको थिएँ नि, मेरो एउटा साथीले बोलाएको छु आउँदैछ भनेर। मलाई अघिल्लो भिडियोमा पनि भनेको थिएँ, अगाडि पनि भनेको थिएँ 3-4 हप्ता अगाडि। अहिले फाइनली आइसकेको छ, आफ्टर पनि ल्याएको छ है। धेरै कुर्यौँ दाइ, धेरै कुर्यौँ है गाइज, हामीले धेरै कुर्यौँ, लास्ट फाइनली आइसकेको छ। त्यही हो, अब चाहिँ रमाइलो गर्नेवाला छौँ। अनि त्यो ल देख्न सक्नुहुन्छ यहाँ चाहिँ। अनि स्पिकर पनि छ, स्पिकर यहाँ स्पिकर पनि ल्याएको रहेछ। जलाउँछौँ मस्त नाच्छौँ। हेर्दाखेरि यत्रो छ, आवाज पनि यत्रो छ। ल त्यही हो, अनि यहाँ चामल छ। अनि भाषा चढाउँछौँ। अनि थोरै हाम्रो मासु बचेको छ, अनि उसले हामीले सबैजनाले मिलेर खान्छौँ। अनि त्यही अब चाहिँ भोलि बिहान भेटौँ ल। अब चाहिँ खानसाना खाएर पछि भेटौँ है त, नाचगान गर्दाखेरि भेटौँ होइन। ल मासु चाक, ल एउटा मासु चाकिदिउँ है।
रमाइलो दामी बनाएको छ बनाउ त मैले बनायौँ तर कस्तो भएछ नराम्रो पनि त हाम्रोसँग मान्दैन है केटाहरू guys देख्न सक्नुहुन्छ we are my boys in dance देख्न सक्नुहुन्छ इन जङ्गल है जङ्गलमा हामी चाहिँ रातभरि यसरी नाच्ने हो आज पसिना देख्न सक्नुहुन्छ रमाइलो गरेर आएको गाइसहरू स्पिकर छ गुड मर्निङ गाइज दिस द नेक्स्ट डे अहिले चाहिँ अर्को दिनको सुरुवात भइसकेको छ र हामी पनि घरतिर लागिसकेको छौँ आकाश ल कस्तो भयो त हिजोको रात रमाइलो भएन ल बवाल भएछ अनि हाम्रो हिजो राति आउँछ भनेको साथी थियौँ नि ऊ चाहिँ लालबहादुर है एकदमै पेट्टु है हाम्रो मिल्ने पेट्टु साथी हो अनि त्यही हो अब चाहिँ घरतिर लाग्दैछौँ देख्न सक्नुहुन्छ सबै सामान लेपेटेर उसको पनि सबै सामानहरू लपेटेर अब चाहिँ घरतिर लाग्दैछौँ गाइज अनि त्यही हो हिजोको रात एकदमै रमाइलो भयो 12 घन्टा राति सुधारी पनि हल्का जिउमा ऊ भयो यताउति लत्रङ निल्त्रङ भयो किनकि त्यहाँबाट सुन्नको लागि राम्रो ओछ्यान थिएन नि त तर पनि जसोको तसोको रात काट्यौँ अनि त्यही हो अब चाहिँ केही पनि नखाएर हामीले चाहिँ टाउसको धोयौँ है उतै पानी एकदम थियो नि त त्यही भएर मिच्यौँ अनि त्यसपछि घरतिर लाग्दैछौँ अनि त्यही हो कोले अन्तिमसम्म दिनुभयो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सबैजना लाइक कमेन्ट सेयर गरिदिनु होला सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गरिदिनु होला फेरि पनि यसरी नै अर्कोचोटि हामी भेटौँ है अनि त्यो चाहिँ ऊ छ हाम्रो अनि त्यो आजलाई यति नै हुन्छ नेक्स्ट ब्लगमा भेटौँला है ल त्यही हो बाई बाई गाइज ल आकाश बाई बाई ल बाई बाई है ल त्यही हो ल सबैजना हाम्रो फ्यामिलीहरूलाई सबैजनालाई बाई बाई गाइज त्यो ल हुन्छ जय नेपाल